हेलो गाइज, हामी चाहिँ घुम्न हिँडेको अनि उहाँ हेर्नु अर्कोलाई उहाँ कस्तो छ यो पनि ए कहाँ यो मिनी भला कहाँ हजुरलाई स्वागत छ है। यो मान्छेलाई हेरौँ त यो हजुरले किन फुल टिप्नु भएको छ? मैले यसो रमाइलो गर्नको लागि। कि रमाइलो यो फुल टिपेको रमाइलो हुन्छ? यसो रमाइलो गर्नु पऱ्यो नि त बाटा हिँडेपछि। हजुर होइन? अरू केही? अरू के हुनु छ र हजुर? अनि घर कहाँ? घर मेरो हजुर वडा नम्बर 7 सिधै पाल्पा जिल्ला। पाल्पा जिल्ला कुन ठाउँ? हाम्रो भयनथान। भयनथान हो? हजुर जहाँ ठुलो मन्दिर छ त्यहाँ हो नि? हजुर मेरो पनि त्यही हो नि त त्यो छोडेको। ल तपाईँलाई मिलेर खुसी लाग्यो मलाई। हजुर ल धन्यवाद। अनि यो भिडियो बनाउनु भएको तपाईँले? हजुर त्यो भिडियो बनाउनु भयो भने यस्तो मलाई पनि भाइरल गराइदिनु पर्छ है फेरि। त्यस्तो आफूले मात्र पैसा खाने होइन नि फेरि। हुन्छ त्यो पनि ठिकै छ। ल हजुरले के अब राख्नुहुन्छ? के भन्ने र यस्तो हाम्रो भिडियोलाई यस्तो भाइरल गरिदिनु पऱ्यो ट्याक्क पारेर। अनि यस्तो फलो लाइक कमेन्ट सब्सक्राइब गर्नुहोस्, फलो गरिदिनुहोस्। म यही भन्न चाहन्छु। ल तपाईँहरूको आइडी पनि यस्तो फलो गर्न पाउनु हाम्रो पनि। हजुर हामी चाहिँ अहिले चाहिँ यता छौँ है, देख्न सक्नुहुन्छ नेपालतिरै हो। फेरि नेपाल भनेर नसोध्नु होला, नेपाल होइन यहाँ देहरादुन भनिन्छ। नेपाल जस्तै छ ठाउँ चाहिँ। ल यहाँ हेर त हिँड्नु, यहाँ लड्दै हिँडेका हेर्नुहोस्। हेलो हेलो हजुरको घर कहाँ हो भन्नु त? ल अहिलेलाई चाहिँ लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला। हामी चाहिँ